उत्सव तथा 11औं वार्ता राष्ट्रिय कविता प्रतियोगितामा उपस्थित तपाईहरूलाई सायद सेवा छ। भुङ्गाखाको निम्तोलाई स्वीकार गरी आज एक दिन वार्ता भाषाका लागि तपाईको समय छुट्याउनु भएकोमा हामी आयोजक भुङ्गाखा र सह-आयोजक किरात र यायुखा जिल्ला कार्य समितिको तर्फबाट झापाको तर्फबाट आभार व्यक्त गर्दै हार्दिक स्वागत गर्दछौँ। हामी भुङ्गाखा परिवार विगत 11 वर्षदेखि यसरी नै समुदायको बीचमा गएर बान्ता भाषा संस्कृतिको लागि केही गर्ने कोसिस गरिरहेका छौँ। कि आई आनकानका सिरिफा तोक्तुकाओ सुमकापान डाङ्गा उही ओको चुकको यङ सालामदा ओङलुक निलिसिनका आनकाउ आन मिनमा दाछे मातमियागो आनकाउ आन मिनमा दाछे मातमियागो सेनमाङ दाछे मानमाग दोगो सेनमाङ दाछे मानमाग दोगो माला तोक्तिनका निछे मानसिन दोगो। भुङ्गाखाको संरक्षकमा पुरस्कारको लागि अक्षय कोष दाताहरूको चाहना अनुसार छुट्टै 4वटा अक्षय कोषहरू पनि स्थापना भएका छन्। केही भाषाहरू के समृद्ध पनि होला, तर धेरै भाषाहरू लोपोन्मुख छन् अथवा लोप भइसकेका छन्। लोपोन्मुख भाषाहरू लोप भइसकेको सकियो। लोपोन्मुख भाषाहरूलाई बचाउने हो भने पुस्तान्तरण गर्नुपर्छ, अर्को पुस्तालाई संस्कृति र यो भाषा हस्तान्तरण गर्नुपर्छ। र मैले भन्नुपर्ने अब आउँदो दिनहरूमा हाम्रो अक्षय कोषको अझै वृद्धि गर्ने हामी सम्पूर्ण अक्षय कोष दाताहरूको हाम्रो अठोट रहेको छ भन्ने मैले महसुस गरेको छु। प्रयुक्त भएका बिम्ब प्रतीक र त्यो कवितालाई वाचन गर्ने जुन एक किसिमको कविको कन्फिडेन्स हुन्छ, आत्मविश्वास हुन्छ, त्यो आत्मविश्वास मलाई अत्यन्त शक्तिशाली लाग्यो। उनको सालाम छौमियाङ सेनमी आँखोमाङ आसेन नाम लुन्टाङा हेदा आँखोमाङ आसेन नाम लुन्टाङा हेदा नामलाई कुइयामा आ खङसुङ हेदा मोबेन ओदा माकचकवा बाना खाराङा हेदा खाकुत्ता एलिकी यखिम निछा इम्साओ हान्छाङ सेनमिनु हेदे। र विष्णुजीको कविता सुन्दाखेरि मलाई यो कविता यस्तो लाग्छ, विष्णुजी नेपालीमा धेरै राम्रो कविता लेख्न सक्नुहुन्छ। कविता लेख्ने मात्र होइन, त्यसमा प्रस्तुत गरिएको विषयवस्तु, त्यसमा प्रस्तुत गरिएको बिम्ब प्रतीक अनि अन्त्यमा वाचनको तरिका, प्रस्तुतिको तरिका साह्रै उत्कृष्ट थियो। का छाप झाराडा सेवा ओने मामायुङ सोमका तु झाराडा सेवा ओने सेवा